हिँड हिँड अब हिँड न अहिले देख्छौ के हो र ऊ ब्लुसले पनि चाल पाएछ तिमीहरू यता जान्छ भनेर स्पिड जाँदैछ ल छिटो म हो नि त उसको मम्मा ब्लुसको बहिनी र मम्मा हो नि त हामी दुईजना मा चाहिँ ब्लुसको मा नै हो यो बन्दुकले चाहिँ डिस्क्याउ गरिदिनु दुईजनामा बन्दुक पनि छ है कहिले पनि गर्दैन है बरे बस लो बहिनी त्यहाँ बस भुइँमा अन्त बडी यतापट्टिको बाटोबाट हेरौँ न हिँडौँ न एकपल्ट आउनु नि त बहिनी गएकोबाट जाउँ न सबैजना त्यो बाटो चिन्दैन नि त ल हिँड हिँड नि अब पुग्न आँट्यो नि हिँड न फिसिङमा ल्याइदिन्छ पहिला थियो कि त्यहाँनिर बाटो अहिले चाहिँ पहिरोले भित्केको हो नि त सबै पहिलाकै हो बडी यो नाना पनि हिँड ब्लुस पर पुगिसकेछ अब बाटो बाटो यो देख्छ नि त्यो हेर्दै हिँड्छ नि ब्लुस यहाँ अझै तल छ वाउ दामी पुल आयो दामी होइन होइन पानी रहेछ त्यहाँ चाहिँ पानी छ रहेछ दामी पुल रहेछ दामी पुल भएको आइपुग्यो हामी वा बान न पखाइसिन ल आऊ आऊ यता हेरेर मलाई हेर्दा आऊ न आमालाई आऊ आऊ अलिक माथि टेक यस ल आऊ 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 बहिनीलाई पक्र न नानाले यस्तो गऱ्यो भने चाहिँ चितुवाहरू यहाँनिर हुन्छ कि आउँछ ल म त जान्छु नि भागेर कुद्दै हिँड 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 पहिला हावा घरबाट अराले यस्तै थियो है बडी त्यताबाट नजाऊ न तिमीलाई सजिलो होस् भनेर हिँडेको त म त सुक्छ अलिअलि छ नि त कम्ती उहाँ गएर चाहिँ दुईटा खोला मिल्छ नि त अन्त अर्को खोलाको पानी आएको सुनेको हिँड हिँड ऊ ब्लुस तल पुगेर हेर्दैछ हिँड ब्लुसले पर्खिँदै हिँड्दैछ हामीलाई बिचारा कहाँ पुग्यो भनेर मेरो बहिनीहरू भनेर जङ्गल जाँदा त ल्याउनुपर्छ नि त ब्लुसलाई हो किनभने नि अन्त गाइड हुन्छ नि त गाइड ए हेलो चिन्छ नि मङ्कीको घर लो भाइ लो हिँड हिँड छिटो ओ ब्लुस के देख्यो यसले कहाँ हो र लु हिँड त हिँड्नु छिटो यसले के देख्यो ब्लुसले
हेर्नुपर्छ छिटो के पायो खै वाउ फिसी पायो अरे फिसी नो बहिनी फिसी आउँछ होला माटो फिसी पाएछ वाउ पखालिदेऊ धुवा धुवा ऊ ब्लुस फेरि कहाँबाट आएको होला अब सफा हुँदै जाँदै टुप्पो टुप्पो सफा हुँदै सोधेको रहेछौ तिर्खा लागेको छ ब्लुसलाई पोखरी बनाऊ न हौ त्यहाँ अघि मैले कसरी बनाएँ यहाँ हौ त्यस्तै बनाऊ त त्यहाँ तिम्रो र बहिनीको बनाऊ पोसा त बहिनीलाई पनि हेल्प गर न लु पोसा बहिनी पोसा अब पोसा न बहिनी ए पोसेछ त घोडा घोडा आइपुग्न आँटेछ अब फेरि पार न त भयो त्यतिको ठिक्कै छ जामा चाहिँ सपक्क बनाऊ न भयो त्यतिकै गर लु बिचमा पोसा दैन घोचेर मार्यो एकजनाको लागि मात्रै रहेछ बढिया नि एउटा धारा बनाउने जग्गा खोजिदिनु न मलाई बढिया पोखरी बनाउने जग्गा खोजिदिनु न खोज बखा बनाऊ न यहाँ धारा भएकोमै यहाँ बनाऊ त्यही बनाऊ बहिनी हिँड्दा हो बडी कस्तो दामी थ्याङ्क यू न हेर्नुको लागि गइरै भएन त नि यहाँ त बनाउन अझै निकाल्दै बनाउनु पर्यो नि अन्त गएर हुन्छ त बाटो नै ब्लक भएन यहाँबाट चाहिँ म पानी आउने जग्गा बनाउँछु कि तर म यता जाने जग्गा दिन्छु मैले दुईपट्टिबाट आउँदो रहेछ है हाम्रोमा गहिरो बनाउनु रहेछ निकाला ला पनि यहाँ त वाट अरे I don't feel to leave this. I won't let. You don't want to leave this place. Feeling like that. Because I love it. गहिरो रहेछ गहिरो स्विमिङ पुल है त्यो त गहिरो बडीले बनाउनु नि त बेरी यहाँ त गहिरो बनाउँदैछु यहाँनिर ढुङ्गाले ब्लक गर्नुपर्ने रहेछ हौ खै भिजाउने रहेछ त यिनीहरू त नगर न यिनी उपर गहिरोमा गर त पानीले दिन्छु चल तिङ ढुङ्गा व्हाइट कलरको ढुङ्गा खोज न तिङ पनि तपाईँले पाए मैले पाएँ खै व्हाइट कलरको धुवा सामी
यहाँ कलेक्सन गरेर राख्छु ल बडी अरू बेला आउँदा गुजुक 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 यो बाटो देखाइदिनु न देखाइदिए गिनायोलाई है खाली छ त मेरो अझै खोज्दै म बौलाहरू माथि सुल्काऊ बहिनीको खुट्टाको अस्पट हुँदैन आफै सफा हुन्छ अहिले बिस्तारै बग्नुपर्छ पुरा पहिलाको पानीको थाप्ने त्यही थियो होला कि गएर मान्छेहरूले के भन्छ होला मलाई यो वाला पुरा मन पर्यो तपाईले भन्नु तर बेस्ट डे एभर एक बहिनी त सिरियस भयो त धारा देखेर मैले छ्या हुँदैन हुँदैन नि अब त्यता माथितिर त डर लाग्छ क्लासमा हरायो भने सजिलो भयो बढिया खोइ गरेला पनि सफा हुनु थाल्यो बढी पुरा सफा गर्नुपर्छ त हुँदैछ भन आज तिमीहरू यहाँ आएर कस्तो लाग्दैछ कति मजा आयो नेचर इन्जोय बुनिमा यहाँ लानु ल भोलि भोलि चाहिँ अर्को अलिक ठुलो भएको बेला न ल तल आउँछु नि म त्योहरू भित्काउनु हुँदैन जसले चलाउनु हुँदैन ल किनभने भित्कायो भने के हुन्छ पानी बोकेर आउनु हुँदै थियो नि अघिबाट पानीहरू जस्तो घाँस बोकेर आउनु हुँदै थियो नि ऊ बडाहरू चाहिँ बिसाएर पानीहरू खाएर जानुहुन्छ नि त साथीको पानी खाएर हुन्छ नि हुन्छ तर तिमीहरू नखाऊ यो चिसो हो नि त ल खान्छु नि स्यान्ड कति सफ्ट तर पानीले भिजेर खुट्टा पखालेको हेर्नु अरे अघिको जग्गामा पस्छु नि हामी तिर्खा लागेपछि चारैलाई त्यहाँ त पस्नु हुँदैन त्यहाँ डेन्जर छ नि त नानी हुँदैन कस्तो मजा आउँछ देख्यो फिरायो खुट्टा यहाँ तल चाहिँ हुन्छ खै अनि यो खुट्टा थापा त सानो देउता ऊ बिस्किट देखेर ब्लुस फेरि नि सानो भुइँमा देऊ भुइँमा दिइहाल भुइँमा ठ्वाक्क भयो लु आऊ आऊ छिटो पछि चाहिँ हामी यहाँ बसेर हेर्नु पर्यो ए त्यहाँ बिसाएको थियो हौ ए अघि भन्नु नि अन्त यहाँ पो दामी ठाउँ थिएछ त बिसाउने है यहाँ बिसाएको थियौ तिमीहरू अस्ति